आज हामी फेरि माछा मार्न आयौँ। तातो घाममा एकदम ढाड पिल्साउँदै तालु पिल्साउँदै है तातो घाममा। सानो मात्र घाम लागेको छैन। माछा चाहिँ पर्ने हो होइन त्यो पनि थाहा छैन। हेर्दै जाउँ, थाप्दै जाउँ के हुन्छ है। भिडियो हेर्नु होला पुरा। अब म चाहिँ यहाँनिर बल्छी थाप्न गइरहेको छु। अब हातमा त्यो चप्पलको टुक्रा बोकेर कहाँ गएको भन्नुहुन्छ होला। हाम्रो चाहिँ बल्छी यही हो, किनकि पानीमा तैरिन्छ नि त। बाम माछाले लग्यो भने त्यो पनि भेटाइँदैन, कहाँ मुनि लगेको हुन्छ, डुबाएको हुन्छ है। अब यसरी सफा गरेर थापिएको छु मैले चाहिँ। पर्ने हो होइन त्यो थाहा छैन, सायद पर्छ होला। भिडियो अलिकति लामै हुन्छ, हेर्नु न। यसरी थापेको छु, सफा गरेर थाप्नुपर्छ, किनकि भरे फेरि हेर्न आउँदाखेरि थाहा हुँदैन नि त कहाँ थापेको छु भनेर। त्यही भएर यस्तै हो। अब हामीले त साउन बारिएन, त्यही भएर नि माछा मार्न आएको है। फेरि मलाई फेभरेट हो क्या माछा। ल बल्छी थापेर पनि सकिन आँट्यो। अब लास्ट थाप्ने हो। पहिलो राउन्ड थापिसक्न आँट्यो, धेरै थापिसक्यो त उहाँ कहाँ परदेखि थाप्दै आएको। अब यहाँ चाहिँ लास्ट बल्छी थापिदिनु पऱ्यो। हेर्नुहोस् यस्तो झ्याक्सी छ, के माछा नै पर्छ होला र हो। यस्तै थापेको छ। हामीले चाहिँ उहाँ पर त्यो जङ्गलदेखि थाप्दै आएको है। यत्रो पर आइपुग्यो थाप्दा। हेरौँ अब के हुन्छ। सेकेन्ड पार्टमा तपाईँहरूलाई देखाइहाल्छु म।